यसु बिनाको जीवन। अभिवादन, जय मसीह। जीवन यात्रा युट्युब च्यानल अन्तर्गत हामीहरू आज सुनसरीको इनरुवा क्षेत्रमा हामीहरू छौँ। आज विशेष गरेर जीवन यात्रा अन्तर्गत हामीहरू हाम्रा समाजसेवी एक मण्डलीको अगुवा, सुनसरी इसाई समाजका अध्यक्ष प्रताप मुखियाज्यूको प्राङ्गणमा हामीहरू छौँ। जीवन यात्रा हो, यो निरन्तर चल्दै नै रहन्छ र निरन्तर अगाडि बढिरहनुपर्छ। यही यात्राको क्रममा विशेष गरेर यो जीवन यात्रा युट्युब च्यानल अन्तर्गत हामीहरू येशू ख्रिस्टका अनुयायीहरू र उहाँलाई विश्वास गर्ने उहाँका अनुयायीहरूको साथमा हामीहरू कसरी आफ्नो क्रिस्चियन जीवन, सेवाकाई र दिनचर्याहरू बिताइरहनु भएको छ र उहाँले येशू ख्रिस्टलाई कसरी पाउनुभयो र पाएपछिको जीवनको बारेमा हामीहरू हाम्रा सम्पूर्ण दर्शकहरूमा आज ल्याउने गर्दछौँ। अब भने लागौँ आजको सन्दर्भतिर। स्वागत गर्न चाहन्छु आजको अतिथि प्रताप मुखियाज्यू। स्वागत छ हाम्रो यो जीवन यात्रा पोडकास्टमा। धन्यवाद। सम्पूर्णमा जय मसीह। कुरा सुरु गरौँ। यहाँको बाल्यकाल र पहिले चाहिँ तपाईँ कहाँ हुनुहुन्थ्यो र कसरी यहाँसम्मको यात्रा तय गर्नुभयो तपाईँको आफ्नो जीवन यात्रा भोगाइको क्रममा? धन्यवाद। मेरो बाल्यकालको कुरा गर्नुपर्दा मेरो जन्म सप्तरी जिल्ला सकरपुरा गाविस वार्ड नम्बर 7, हाल तिलाठी कोलाडी गाउँपालिका वार्ड नम्बर 3मा मेरो जन्म 2028 8/5 भएको हो। र त्यहाँ बाल्यकालमा हुँदाखेरि अब हाम्रो पुर्खाहरू पूर्वजहरूको परम्परा, धर्म, संस्कृति हिन्दू अनुसार नै हुर्किएको बढेको र त्यहीबाट मैले कक्षा 10सम्म एसएलसी गरिसकेर आइएससी बिहारको दरभङ्गाबाट गरेर म मेडिकल पसल सुरुवात गरेको थिएँ 2046 सालमा। र त्यही समयमा एउटा प्राकृतिक यो पानीको समस्या, खाँडो नदी कटानको कारण, कोशी नदीको पानीको कारणले ठुलो समस्या आएको कारण हामी चाहिँ यहाँ सुनसरी इनरुवामा हामी दुःख साथ भनिरहेछौँ। श्रीमान श्रीमती भर्खर विवाह भएको 2 वर्ष भएको थियो अनि त्यतिखेर हामी आएर यहाँ औषधि पसल सुरु गऱ्यौँ र पछि गएर हामी 3वटा औषधि पसल सञ्चालन गर्न सुरु गऱ्यौँ। 3 जना स्टाफ थियौँ, बुवा आमा अनि 2 जना बहिनीहरूले राखेर पारिवारिक रूपमा अगाडि बढ्दै थियौँ। अनि अर्को चाहिँ अब आत्मिक कुरामा चाहिँ यो बुवा आमाहरूले गर्दै गरेको परम्परा अनुसार, धर्मको कुरा अनुसार गर्दै जाँदाखेरि आफूलाई चाहिँ एउटा अशान्ति र आशा नभएको कुरा चाहिँ कस्तो भयो भने विवाह गरेको 8 वर्षपछि छोराछोरी नहुने भन्ने चाहिँ एउटा थियो। अर्को कुरा, म आफै मेडिकलमा भए तापनि मेरो चेस्टमा समस्या भएको कारण चाहिँ मलाई धेरै आफूलाई प्रश्नहरू उठ्ने गर्थ्यो। हाम्रो घरमा पुर्खाको कुरा गर्दाखेरि मेरो दादा साधु, दादी साधु जीवन जिरहेको अवस्थामा ठुलो परिवार हामी थियौँ र त्यो परिवारमा एउटा ठुलो घटना पनि छ कि मेरो काका ओभरसियर त्यो जमानामा हुनुहुन्थ्यो। उहाँ विवाहपछि उहाँलाई विष खुवाएर एक्सपायर भयो अनि मेरो ठुलो बाबाको 3 जना विवाह भयो, 18 जना छोराछोरी भयो। एउटा छोरा भयो, त्यो छोरा पनि एक्सपायर भयो। त्यसपछि मेरो भाइ पनि बिरामीको कारणले एक्सपायर भयो। वंशमा 1 जनामा मात्रै। र यहाँ आउँदाखेरि म धेरै निराशमा, शान्ति नभएको
कसरी हुन्छ भन्ने कुरा खोजी गरिरहँदाखेरि यो ठाउँमा म एकदम चाहिँ कर्म यो 2046 देखि हो 46 मा यहाँ आएको भनेपछि तपाईँ 2046 मा सिराहाबाट सप्तरीबाट सुनसरी नरुवा त्यहाँ भनौँ प्राकृतिक विपदको कारण चाहिँ तपाईँ विस्थापित भएर सुनसरीमा बसाइ सरेर आउनुभयो। तपाईँले यी दौरानहरूमा पक्कै पनि विस्थापित हुनु भनेको सामान्य चान्चुने कुरो होइन, किनभने आफ्नो आफन्तहरू आफ्नो समाजलाई छोडेर चटक्कै पराया ठाउँमा जाँदा अवश्य पनि गाह्रो अप्ठ्यारोहरू हुन्छ। अनि तपाईँले 2046 सालमा तपाईँ यहाँ बसाइ सरेर आउनुभयो। कति सालमा चाहिँ तपाईँले येशू ख्रीष्टको बारेमा तपाईँले सुन्नुभयो र विश्वास गर्नुभयो? यो औषधि पसल चलाउँदै गर्दाखेरि मेरो उन्नति प्रगति राम्रै भइरहेको थियो। अब 3-3 स्टाफ थियो, पसल थियो 3-3वटा, राम्रै थियो। तर यहाँ चाहिँ एउटा यस्तो परमेश्वरलाई विश्वास गर्ने कुनै सुसमाचार केही पनि थाहा थिएन। तर एउटा यस्तो यहाँ पनि माहौल आयो, समस्या आयो कि मेरो पसल अगाडि नै इमर्जेन्सी पूर्वबाट पश्चिम सरेर आयो र त्यहाँ चाहिँ हाम्रो घरपट्टिले चाहिँ मलाई भन्दा अरूलाई चाहिँ नयाँ एग्रिमेन्ट बनाएर मलाई त्यहाँबाट निकालिदिनु भयो। अझै चोटमाथि मलाई चोट पर्यो र म चाहिँ मेरो जीवन एकदम टुटेर गयो, धेरै क्षति भयो र मेरो सोचाइ अब उता सप्तरीमाबाट आएको कारणले बदला लिने खालको भावनामा चाहिँ मैले सोचिरहेको थिएँ। र मैले के सोचिरहेको थिएँ भने कि म कसरी बदला लिएर म चाहिँ सन्तुष्ट हुन्छु भन्ने कुरा सोचिरहँदाखेरि, त्यो प्लान गरिरहँदाखेरि म त्यही हाम्रै पसलभन्दा अगाडिपट्टि म एकैचोटि बेहोस भएँ र सोच्दा सोच्दै बेहोस भएँ। अनि एउटा आवाज भित्रबाट आयो कि यो नसोच, मलाई पछ्याऊ, म ज्योति हुँ भन्ने आवाज मलाई आयो। तपाईँले विश्वास गर्नुभएको थिएन त्यतिबेला? छैन। साथीहरूले मलाई पानी छम्केर होसमा ल्याएर के भयो कस्तो भयो भन्ने खालको कुरा गरेर म आएँ। अनि त्यतिखेर चाहिँ म गाउँमा औराबनी 5 नम्बरमा थिएँ र त्यहाँ जाँदा खाँदा बस्दा सुत्दा त्यही कुरा याद भइरहने थियो। कहाँ भेट्छ, को हो, कस्तो हो भन्ने सोचमा गर्दाखेरि म चाहिँ राजविराज जान्थेँ। काम मेरो त्यहाँ अदालत जग्गाको कामले गर्दाखेरि। अनि त्यहाँ चाहिँ यो पूर्वाञ्चल धावाबाट एकजना हाम्रो भाइ अशोक यादव चाहिँ सुसमाचार सुनेर विश्वास गरेर ट्र्याक्स बाँडिरहनु भएको भेट्नु भयो र उहाँलाई मैले 2 वर्ष अगाडि चाहिँ औषधि उपचार गर्दा केही बाँकी रकम भएको कारणले उहाँ भेट भयो र उहाँसँग त्यो कुराहरू गरिरहँदाखेरि मेरो ध्यान चाहिँ त्यो बुकतिर गयो र यो आनन्दित जीवनको पुस्तक थियो र उहाँलाई मैले भने यो दिनुहोस्, कति पैसा लाग्छ मेरो पैसाबाट कटाउनुहोस्। र जब म त्यो पुस्तक लिएर पर्चा लिएर आएँ, घरमा पढेँ। अनि त्यहाँ चाहिँ पढ्दाखेरि मलाई अझ पढ्न मन लाग्ने। अनि त्यहाँ एउटा वचन छ, म संसारको ज्योति हुँ, मलाई पछ्याउने कोही पनि अन्धकारमा हिँडुल गर्न सक्दैन, मलाई पछ्याऊ। जुन आवाज दिएको थियो त्यही वचन चाहिँ मलाई त्यहाँ त्यो पर्चामा तपाईले भेटेँ। अनि अझ चाहिँ मलाई बुझ्न मन लाग्यो र उहाँलाई चाहिँ मैले खोज्दै जाँदाखेरि उहाँ एउटा रुममा भाडा लिएर सङ्गति गर्दै गर्नु भएको अवस्थामा चाहिँ म पुगेँ। उहाँले सुसमाचार सुनाउनु भएन, म आफै खोजेर गएँ। उहाँलाई भेट्न जाँदाखेरि उहाँ चाहिँ निस्केर कता जानुभयो, किनभने उहाँले पैसा तिर्नु थियो मलाई। अनि मलाई केही त्यसको वास्ता भएन। तर त्यहाँ चाहिँ फोटो थियो, यीशु ख्रीष्टको फोटो थियो। त्यो फोटोमा त्यही वचन लेखेको थियो, म संसारको ज्योति हुँ, मलाई पछ्याउनेले अन्धकारमा हिँडुल गर्ने छैन। अनि म त्यो सोच्दै त्यो विगतको त्यो आवाजले गर्दाखेरि म भकानो मलाई आयो, रुन मन आयो। अनि मैले तपाईँ जो हुनुहुन्छ, म तपाईँलाई म विश्वास गर्छु, मलाई बताउनुहोस्, मसँग बात गर्नुहोस् भन्दै रुँदै झन्डै 2 घन्टा मैले
बेहोस जस्तै भएँ। त्यसपछि उठेर प्रस्ताव गरेर आँसु भएर अनि त्यहाँदेखि चाहिँ म कोही मान्छे त्यहाँ छैन, साथी पनि भेटेन। अनि त्यहाँदेखि आएपछि अर्को दिन म त्यहाँ फेरि गएँ, कोही बोलाएको छैन। अर्को दिन जाँदा 2-3 जना चाहिँ के भन्दै रहेछ कि हामी चाहिँ अब तालिममा जान्छौँ, गाईघाट क्याम्पस क्रुसेडको तालिम छ, हामी जान्छौँ। अनि मैले सोधेँ मलाई त्यहाँ लान्छ कि लाँदैन, मिल्छ कि मिल्दैन भन्दाखेरि उहाँहरूले खोइ थाहा छैन भने। अनि उहाँहरूसँग सोधेर मैले क्याम्पस क्रुसेडमा चाहिँ एनएलए क्याम्पस क्रुसेडमा त्यतिखेर हामी गाईघाट जलजलेमा तालिममा गयौँ। तालिममा गएपछि मलाई त्यहाँ वचनबाट फल हुर्काउने सिक्ने, चारात्मिक नियमबाट बाइबलको कुराहरू सबै कुराहरू सिक्दा म एकदम आशिषित भएँ, मेरो जीवन परिवर्तन भयो। अनि त्यहाँदेखि मैले घरमा आएँ अनि घरमा सबैलाई मैले मेरो जीवनको भाइ बताएँ। मेरो पाप क्षमा भयो, मैले मुक्ति पाएँ, मैले शान्ति पाएँ, मैले चङ्गाइको महसुस गरेँ। खुसी र उत्साहित भएर चाहिँ म घरमा सबै परिवारहरूलाई भन्न थालेँ। भनेपछि तपाईँले विश्वास गरेपछि सबैभन्दा पहिला तपाईँ अशान्तिमा हुनुहुन्थ्यो। त्यो अशान्तिको बेलामा तपाईँले शान्ति खोज्ने क्रममा चाहिँ पर्सा भेट्टाउनु भयो। त्यो पर्साले चाहिँ तपाईँलाई येशू ख्रीष्टसम्म डोराउन सहायता गर्यो। त्यस पछाडि तपाईँले कसद्वारा चाहिँ ग्रहण गर्नुभयो? अब त्यहाँनिर चाहिँ उहाँ जुन क्याम्पस क्रुसेडको सर हुनुहुन्थ्यो अनि उहाँले भन्नुभयो तपाईँ येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छ, अब तपाईँ चाहिँ प्रभु र मुक्तिदाता ग्रहण गर्न चाहनुहुन्छ। मैले पनि ग्रहण गर्न चाहन्छु, म त प्रभुलाई जीवन अस्ति नै दिइसकेको। अनि प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेँ। अनि त्यसपछि फलोमा, सुसमाचारमा, बाइबल अध्ययनमा, प्रार्थनामा निरन्तर रहन थालेँ। त्यसपछि त्यो क्याम्पस क्रुसेडको आउटरिचमा जाँदाखेरि परमेश्वरले अचम्म तरिकाले काम गर्नु। म जुन एरियामा सुसमाचारमा जान्थेँ त्यही मान्छे ग्रहण गर्थे। अनि उहाँहरूले थाहा पाउनुभयो प्रचारको वरदान छ तपाईँलाई। अनि त्यहाँ चाहिँ लगभग 16 जनालाई मैले प्रभुमा त्यतिखेर भनेपछि त्यतिखेर नै। अनि त्यस पछाडि तपाईँले विश्वास गर्नुभयो, त्यस पछाडि सुसमाचार प्रसारमा। अनि पछिल्लो समय तपाईँ कसरी यो मण्डली सेवाकाईमा आउनुभयो? त्यहाँबाट तालिमबाट आइसकेपछि हामी घर परिवारमा सुसमाचार सुनाउँदै क्रममा चाहिँ तालिममा आइसकेपछि यस्तो जोस जाँगर थियो चारात्मिक नियमले, जाऊ सुसमाचार सुनाऊ, चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाम बप्तिस्मा दियो। यो कुराले चाहिँ यति मलाई भित्रबाट उत्साहित गर्दाखेरि मेरो छरछिमेकीहरूलाई मैले सुसमाचार सुनाउने क्रममा चाहिँ हाम्रो एलोहिम मण्डलीको एकजना सदस्य दाई भक्त बहादुर मगर भेट्नुभयो र उहाँ मार्फत म एलोहिम चर्चमा आएँ। अनि फेरि एलोहिम चर्चमा आइसकेपछि मैले शिक्षाहरू पाएँ, हुर्किएँ। अनि अर्को स्कुल अफ मिनिस्ट्री तालिम गरेँ। त्यसपछि चाहिँ एकैचोटि म, मेरो बुवा, मेरो श्रीमती 3 जनासँगै बप्तिस्मा लियौँ। भनेपछि अब तपाईँले विश्वास गर्नुभयो। विश्वास गरेपछि पक्कै पनि तपाईँको आफन्तहरूले तपाईँलाई साथ छोड्यो होलान्, तपाईँलाई टाढो भयो होलान्। कस्तो भयो तपाईँले विश्वास गरिसकेपछि? भनौँ न, तपाईँले बुवालाई पनि येशू ख्रीष्टमा डोराउनु भयो, आफ्नो परिवारलाई पनि डोराउनु भयो। त्यसपछि कसरी बित्यो तपाईँको जीवन सेवाकाईको यात्रा दौरान अनि तपाईँको व्यवसाय? बप्तिस्मा लिइसकेपछि चाहिँ समस्या परीक्षाहरू सुरु भयो। पहिलो समस्या चाहिँ आमाले चाहिँ विश्वास गर्नुहुन्न थियो। उहाँले चाहिँ कस्तो खालको धर्म लिनुभयो, के भयो, कस्तो भयो मेरो छोरा, चिन्ता गर्नुहुन्थ्यो। त्यसपछि मेरो सासू ससुरा परिवारबाट चाहिँ सतावट आयो। उहाँहरूले चाहिँ अलग हुनुपर्छ, मेरो जठानले झन् अलग हुनुपर्छ भन्ने खालको कुरा गर्नुभयो। हामीलाई गाह्रो भयो, तर मसँग जुन भएको उत्साह विश्वास थियो नि, त्यसको पनि एउटा बडो रमाइलो कहानी छ। यो धरानमा एकचोटि एउटा सम्मेलन थियो। अनि मेरो जेठानजीले चाहिँ आफ्नो बहिनीलाई अथवा मेरो श्रीमतीले जान नदिनलाई रोक्नु भएको थियो। तर पछि उहाँ चाहिँ जानुभयो, नानी काखमा चेपेर जानुभयो। मलाई नसोधिकन पनि उहाँले ग्रहण गर्नुभयो। होइन, त्यस्तो एउटा छ। तर विरोध त आयो,
छरछिमेकीहरूबाट आयो। तर हामी चाहिँ त्यो विरोधभन्दा यीशुलाई पाएको जुन परिवर्तन भएको र सामर्थ्य शक्ति आनन्दले गर्दाखेरि हामी पछाडि त्यो सतावटलाई त्यति मान्यता हामी दिँदैनथ्यौँ। पक्कै पनि हामीहरू येशू ख्रिस्टका अनुयायीहरूले विगतदेखि वर्तमानमा पनि येशू ख्रिस्टलाई विश्वास गरिसकेपछि विधर्मी भए अनि डलर पाउने भनेर विभिन्न आक्षेपहरू लाउने गर्छन् र लगाइ पनि रहन्छन्। यो लगाएको कारणले हामीहरूको एउटा क्रिस्चियन जीवन यात्रामा चाहिँ हामीले सङ्घर्ष गर्नुपर्ने हुन्छ। अब तपाईँले त्यो सतावटहरूको माझमा तपाईँले आफ्नो छोरा छोरीहरूलाई पढाउनु भयो होला। तपाईँको कति सन्तानहरू भयो र उहाँहरू अहिले के गर्दै हुनुहुन्छ त? त्यो अवस्थासम्म हुँदाखेरि मेरो 3 जना सन्तान, छोरा पहिलो अनि 2 जना छोरी। अनि सानो सानो उहाँहरू हुँदा गाउँमा म खेतीमा हुँदाखेरि चाहिँ मण्डलीबाट सुसमाचारको लागि चाहिँ चिम्डी भन्ने ठाउँमा हामी औराबनीमा गर्थ्यौँ, भौमरीमा गर्थ्यौँ। जतैततै विश्वासीहरू बढ्न थाले, झुन्डहरू स्थापना। यस्तो समय थियो कि 8 ठाउँमा सङ्गति हुन्थ्यो। अनि साइकलमा अनि बाटोघाटो नभएको अवस्थामा पनि हामी सबै चाहिँ उत्साहित भएर खुसी भएर हामी सेवकाइमा बढ्थ्यौँ। हामीलाई आर्थिक समस्याहरू पनि त्यतिखेर थियो, सतावट सँगसँगै थियो। तर म भित्र भएको परमेश्वरको जुन वरदान थियो, म जहाँ जान्थेँ त्यहीँ मान्छे ग्रहण गर्थेँ। जहाँ सुसमाचार सुनाउँथेँ त्यहीँ विश्वास गर्थ्यो। जहाँ बिरामी थियो प्रार्थना गर्थेँ त्यहीँ निको हुन्थ्यो। अचम्मको कामहरू परमेश्वरले गर्दै जानुभयो। अनि सबैले उहाँ चाहिँ अगुवाको रूपमा, प्रचारकको रूपमा प्रभुले वरदान दिनुभएको हो भन्ने कुरा चाहिँ सबैले भन्न थाले, देख्न थाले। अनि त्यो क्रममा छोराछोरीहरूलाई चाहिँ दुःख सुखले हुर्काउँदै थियौँ गाउँमा। अनि 58 सालको माओवादी समस्याले गर्दाखेरि हामीलाई गाह्रो भयो। 2 वर्ष हामी फेरि आफ्नो घर छोडेर भाडामा बसेर 2060 साल मिनरवामा आयो र यहाँ आउँदा बजारमा गाह्रो भयो यहाँनिर। तर पनि परमेश्वरको अनुग्रहले दुःख सुखले छोराछोरीलाई हुर्काउँदै बढाउँदै परमेश्वर साथमा हुनुभयो। अनि छोराछोरीको विषयमा भन्यो भने प्रभुको अनुग्रह आशिषले अहिले छोरा मास्टर मेकानिकल इन्जिनियर हुनुहुन्छ, उहाँले युकेमा हुनुहुन्छ। अनि छोरी, कान्छी छोरी चाहिँ आइटी इन्जिनियर 2nd इयर पढ्दैछ। अनि ठुली छोरी पढाइसकेर अहिले घरमा हुनुहुन्छ। अनि सेवकाईको कुरा गऱ्यो भने 1500 जनालाई प्रभुमा डोर्याएको अहिलेसम्म। 62 देखि 63 वटा जिल्लासम्म मैले सुसमाचार, मिसन ट्रिप, प्रार्थनाको कामहरूमा 500 भन्दा बढीलाई बप्तिस्मा दिएको। यस्तो खालको सेवकाई गरिरहेको। अब तपाईँले यो सेवकाई गरिनु भएको छ। अब छ नि, तपाईँले हामीलाई आक्षेप लाग्ने गर्छ क्या, भन्ने गर्छन् मान्छेहरूले डलर खायो भनेर। तपाईँले कति डलर पाउनुभयो कि तपाईँमा त्यो भित्र भएको ऊर्जा र तपाईँको परिवार र मण्डलीको साथ सहयोगले तपाईँले ती सबै कामहरू गर्नुभयो? धेरै राम्रो प्रश्न। मलाई त्यति खुसी लागेको छ यो इनरवाको यो 3 नम्बर वार्ड चौतारी टोलमा मलाई सबैभन्दा नजिकबाट देख्ने मेरो छिमेकीहरू छ। र कसरी मैले यहाँनिर आएर प्रार्थना गरेर, सङ्गति गरेर, मेहनत गरेर, गाई पालेर, खेती गरेर अगाडि बढेँ र उहाँ छरछिमेकीहरूले नजिकबाट देख्नुभयो। उहाँहरूको पनि साथ सहयोग छ मेरो जीवनमा, मेरो छोराछोरीको जीवनमा। पर्दा समस्या हुँदा, दुःख हुँदा उहाँहरूले देख्नु भएको छ। डलर कस्तो हुन्छ भन्ने मलाई अहिलेसम्म थाहा छैन। तर पनि अब मान्छेले भन्छ, हामीलाई पनि लाग्थ्यो ठुल्ठुला मान्छेहरूले पाउँछ होला, गर्छ होला। तर म चाहिँ जमिन, आफ्नो भूमिबाट, आफ्नो ठाउँबाट म उठेर सेवकाई गर्दै जाँदाखेरि चाहिँ त्यो डलरको कुरा होइन, तर परमेश्वरको राज्यको कुरा। हाम्रो फेरि मण्डलीको अग्रजहरू, पहिलो पुस्ताको अग्रजहरूले चाहिँ हामीलाई स्वपालित मण्डली, मेहनत परिश्रम गरेर बाँच्ने मण्डलीको शिक्षा उहाँहरूले दिनुभयो होइन। 2053 3 महिना 27 गते मैले ग्रहण गरेको र अहिलेसम्म लगभग 29 वर्ष भयो प्रभुको अनुग्रहमा बाँचिरहेको जीवन यात्रा भने चाहिँ क्रिस्चियन जीवन यात्रा तपाईँले अहिलेसम्म आजको दिनसम्म 29 वर्ष भइसक्यो। हजुर हजुर। भनेपछि अब यहाँले भन्दै हुनुहुन्थ्यो अब छोरा चाहिँ
मास्टर्स मेकानिकल इन्जिनियर मास्टर्स गर्दै हुनुहुन्छ युकेबाट गरिसक्नु भयो भनेपछि पक्कै पनि तपाईँको दुःखका दिनहरूमा जसरी तपाईँले प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नुभयो विश्वास गरेर तपाईँको आफ्नो आफन्तहरूले भनौँ न तपाईँलाई विभिन्न प्रकारले व्याख्या गरे भने तथापि तपाईँले आफ्नो क्रिस्चियन जीवनमा लगातार हिँडिरहनु भयो के रहेछ त अन्तमा जाँदा जाँदै नि तपाईँलाई क्रिस्चियन भएर जब हामीहरू स्थिर भएर अगाडि बढ्दाखेरि चाहिँ के कस्तो अनुभव हामीहरूले गर्न पाउने रहेछौँ त अब यहाँ तपाईँ हेर्दै हुनुहुन्छ यो जग्गाहरू चाहिँ यहाँनिर चाहिँ हामी 5वटा गाई पालेका थियौँ छोरालाई एडमिसन गराउँदाखेरि ब्याचलरमा गाई पालेका थियौँ अनि त्यो गाई पालनले गर्दाखेरि ऋण उठायौँ यही जग्गा घरमा गाई पालन गरेर चाहिँ हामीले 2-3 वर्षसम्म चाहिँ काम गऱ्यौँ जब त्यो गाईको फर्म बढ्दै गयो अनि त्यसपछि चाहिँ परमेश्वरले अरू ढोकाहरू खोल्नु भयो जस्तै चेलीबेटी बेचबिखन विरुद्ध टाइनी ह्यान्ड्समा मैले 3 वर्ष सुनसरी जिल्लाको अध्यक्ष भएर काम गरेँ त्यसपछि मैथिली मिनिस्ट्री सेवकाईमा काम गरेँ त्यसपछि सिएफआईको 10 महिने तालिम यहाँ चलाएँ यस्तै गर्दा एमसिटिसीमा काम गरेँ क्याम्पस क्रुसेडमा काम गरेँ टिटिआईमा काम गरेँ 15वटा सङ्घ संस्थाहरूमा काम गर्दै यहाँसम्म आएको छु खुसी लाग्यो अब यो थियो विशेष गरेर मण्डली र आफ्नो क्रिस्चियन जीवन यात्रा अब अलिकति जोडौँ न अब तपाईँ चाहिँ समाजमा पनि हुनुहुन्छ समाज सेवामा पनि हुन्छ अहिले तपाईँ सुनसरी इसाई समाजको अध्यक्ष हुनुहुन्छ समाजमा सामाजिक काम र आफ्नो इसाई विश्वासलाई चाहिँ तपाईँले कसरी प्रस्तुत गरिरहनु भएको छ हुन्छ धन्यवाद एकदम जल्दो बल्दो कुरा राख्नुभयो अब यहाँ म यो इनरवा नगरपालिकामा भए पनि यहाँ चाहिँ तपाईँको टोल विकासमा योगदान नगरपालिकामा पनि योगदान त्यति मात्र नभएर आगलगी भूकम्पहरू भइपरि आउने कुराहरूमा जहाँ पनि म पुग्ने त्यति मात्र होइन हाम्रो दाजुभाइहरूलाई आपद विपद गर्दा सतावटमा पर्दा समस्यामा पर्दा पुग्ने कामहरू मैले गरिरहेको छु र सामाजिक काम चाहिँ हामी कसरी अझ बलियो हातमा हात बढाएर बलियो भएर काम गर्ने भन्ने चाहिँ तराई नगर इसाई समाज यहाँ इनरवा यो इलाकामा 30वटा झुन्ड मण्डली चर्च मिलेर हामीले स्थापना गऱ्यौँ त्यसको संस्थापक भएर म 7 वर्ष काम गरेँ अनि त्यो लगाउ बढ्दै जाँदाखेरि धरान इसाई समाजसँग सहकार्य त्यसपछि जिल्लासँग सहकार्य त्यसपछि प्रदेशसँग सहकार्य केन्द्रसँग सहकार्य त्यसपछि अरू सङ्घ संस्थाहरूसँग सहकार्य समाराइटन पर्ससँग सहकार्य गरेर हामीले यो इनरवा नगरपालिकामा 10,000 जति बालबालिकाहरूलाई स्कुलमा गएर हामीले यो बाँडचुँड गर्ने कामहरू गऱ्यौँ सुसमाचारको काम पनि सहायता गर्ने कामहरू हामीले गऱ्यौँ एउटा क्रिस्चियन भएर तपाईँलाई सामाजिक काम गर्नु यो समाजमा कतिको सहज छ कतिको असहज छ कस्तो लाग्छ तपाईँलाई अनुभव सुनाइदिनुहोस् न ताकि अरू धेरै जसले हामीलाई हेरिरहनु भएको छ उहाँहरूले पनि एउटा प्रार्थना गर्ने मौका र उत्साह पाउन यसरी गर्नुपर्ने रहेछ यसरी भनौँ न इनरवामा अर्थात् पूर्वी नेपालमा चाहिँ क्रिस्चियनहरूले आफ्नो विश्वासमा स्थिर भएर समाजको काम सामाजिक काम चाहिँ यो प्रकारले गरिरहनु भएको रहेछ भनेर एउटा सानो नमुना जानकारी पनि होस् बताइदिनुहोस् न कसरी तपाईँले अहिले सामाजिक काम गरिरहनु भएको छ सहज छ कि गाह्रो छ तपाईँलाई एउटा क्रिस्चियन अगुवा भएर समाजसेवा गर्नको लागि उदाहरणको लागि पहिला यहाँ ओबिसी भन्ने थियो पिछडा वर्गमा अनि त्यहाँ मेरो आफ्नो जातिबाट प्रतिनिधित्व गर्ने मौका पाएँ र त्यहाँ चाहिँ म क्रिस्चियन हुँ भनेर गवाही दिएपछि मलाई केही काम दियो अनि त्यो काम चाहिँ मैले पुरा काम इमान्दारी साथमा गरेँ त्यसपछि उहाँहरूलाई थाहा भयो कि यो क्रिस्चियन रहेछ कुनै गडबड जे काम दिन्छ त्यो काम पुरा गर्छ त्यसपछि ठुलो काम दिनुभयो अनि त्यसपछि केन्द्रसम्म म सदस्य भएर त्यसमा काम गरेँ त्यसपछि मलाई रेड क्रससँग युएनसँग त्यसपछि नवजीवन समाजसँग मिलेर हामी एउटा ठुलो प्रोजेक्ट
ठुलो प्रोजेक्ट ओभरफ्लोको प्रोजेक्टमा मैले चाहिँ इन्चार्ज भएर काम गर्ने पनि मौका पाएँ र मैले के सिकेँ भने ख्रिस्टको पहिचान चाहिँ विश्वास हो, नम्रता हो, सहनशीलता हो, उहाँहरूलाई गवाही दिने, उहाँहरूको जस्तो अवस्था भए पनि त्यसमा सकारात्मक सोचिदिने, सही दिने र गर्दै जाने, प्रभु यीशु ख्रिस्टको वचनमा आज्ञाकारितामा बढ्दै गयो भने उहाँहरूले चाहिँ त्यो देखेर यो मान्छे ठिक छ, यो चाहिँ काम गर्ने मान्छे रहेछ अनि विश्वास गर्छ हामीलाई र जिम्मा दिन्छ। भनेपछि तपाईँलाई येशू ख्रिस्टमा विश्वास गरेको कारण, तपाईँ बाइबल धर्म सिद्धान्त अनुसार हिँडेको कारण, भनौँ समाजमा तपाईँले गरेको कामलाई चाहिँ उहाँहरूले ठिक प्रकारले मूल्याङ्कन गर्नुभयो र तपाईँले अरू धेरै जिम्मेवारीहरू पनि पाउनुभयो। तपाईँको भनाइ यही होइन त? हजुर। क्रिस्चियन समाज, सुनसरी इसाई समाजको तपाईँ अध्यक्ष हुनुहुन्छ। के छ यो समयमा इसाईहरूप्रति हाम्रा गैर इसाई मित्रहरूले हेर्ने दृष्टिकोण कस्तो तपाईँले पाउनु भएको छ? यो समयमा अहिले जुन सतावहरू भइरहेको छ यसमा म आफै यो भर्खरै यो कार्तिक महिनामा 2081 कार्तिक महिनामा मैले चाहिँ सप्तरीमा सेवकाई सुरु गर्दाखेरि त्यहाँनिर म आफै परेको छु र त्यहाँ प्रभुले काम गर्नुभयो। धेरै मानिसहरू चङ्गाई भएर विश्वास गरेर उद्धार मुक्ति पाएर सङ्गति गर्ने, सेवकाई गर्ने क्रममा चाहिँ रणनीति तहत चाहिँ 100 भन्दा बढी मान्छे आएर हामीलाई कुटपिट गर्यो अनि सामानहरू क्षतिपूर्ति गर्यो अनि धेरै हामीलाई चोटपटकहरू दियो, घायल गर्यो। त्यो अवस्थामा हामी चाहिँ एकदम त्यतिखेर चाहिँ कस्तो परमेश्वरको निम्ति हामीले चाहिँ वचनमा लेखेअनुसार धन्य हो जो सताइने छ मेरो कारण अनि त्यसको इनाम स्वर्गमा ठुलो हुनेछ, धार्मिकताको निम्ति सताउनेहरू। अनि त्यो कुरालाई सम्झेर हामीले चाहिँ हाम्रो अवस्थालाई हेरिकन उहाँहरूलाई हामीले क्षमा दिने, मिलाप गर्ने, फेरि त्यहाँ काम गर्ने सोच हामीमा आयो। घृणा गर्ने हामीलाई सोच आएन। अनि त्यो ठाउँमा विश्वासीहरू त्यति कुटाइ पिटाइ दुःख सहँदा पनि अहिले चाहिँ ब्याकस्लाइड भएको छैन, तितर बितर भयो त्यस्तो अवस्था। तर म यो भन्न चाहन्छु त्यो घटनापछि धेरैजनाको रिस्पोन्स के छ भने जुन साथीहरूले नबुझेर यो सतावट गरे यो गलत हो, यो अतिवादीको कुरा हो, यो सबै मान्छेको सहमति होइन यसमा भन्ने कुरा चाहिँ उहाँहरूबाट मैले ढाडस सन्ताउन भनेपछि अहिले त्यहाँ के छ, सङ्गति चलिरहेको छ? त्यहाँ सङ्गति चलिरहेछ तर एकै ठाउँमा छैन, अलग अलग झुन्ड जस्तो बनाएर हामी गरेका छौँ। योभन्दा 2057 सालमा पनि मैले चिम्डीमा चाहिँ त्यतिखेर 200 जना मान्छे भेला भएर त्यहाँबाट चर्चलाई विस्थापित गर्ने किसिमले पनि मलाई मारपिट गरेको थियो। अनि यो दोस्रो पटक मैले चाहिँ सतावमा परेँ प्रभुको काम गर्दा। तपाईँले यो सतावटमा आफू परिसकेपछि अहिले त्यहाँको समाजको हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ तपाईँप्रति? समाजमा अहिले तपाईँलाई देख्ने बित्तिकै अहिले पनि भनौँ न हातपात गर्न खोज्ने, समाजबाट निकाल्न खोज्ने प्रकारको छ कि होइन फेरि पनि आउनुभयो भन्ने प्रकारको सहज रूपमा स्वीकारिरहेको अवस्था छ? उहाँहरूले चाहिँ उहाँहरूको सोचाइ चाहिँ यो उच्छृङ्खल गतिविधि गर्ने अतिवादीहरू नबुझ्नेहरूले गर्यो, हामीलाई दुःख लागेको छ, तपाईँ यस्तो राम्रो काम गर्नुभएको छ, दुःखमा समस्यामा परेकाहरूलाई सहायता गर्ने काम गर्नुहुन्छ, प्रार्थना गर्ने काम गर्नुहुन्छ, हाम्रो सहरको लागि, देशको लागि तपाईँले यस्तो गर्यो, हामी दुखित छौँ, तपाईँ नछोड्नुहोस्, आउनुहोस् भनेर उहाँहरूले भनिरहनु भएको छ। पक्कै पनि यो भनेको हामीहरूको निम्ति एउटा सकारात्मक ऊर्जा हो। हामीले राम्रो गर्दा गर्दै पनि कतिपल्ट बुझ्नेहरूले नराम्रो बुझिदिएपछि हामीहरू अप्ठ्यारोमा, समस्यामा अर्थात् सतावटमा हामी पर्ने गर्छौँ। अहिले क्रिस्चियन समाज समुदायको तर्फबाट चाहिँ उहाँहरूलाई तपाईँले कस्तो प्रकारको सुझाव र तपाईँहरूको प्रार्थना रहेको छ उहाँहरूप्रति? उहाँहरूप्रति हाम्रो
चाहिँ वचनले भनेअनुसार नै हामी उहाँहरूलाई चाहिँ क्षमा दिने, प्रेम गर्ने। उहाँहरूले जे गर्नुभयो नबुझेर गर्नुभयो, हाम्रो प्रार्थना छ उहाँहरूले मुक्ति पाउन्, उद्धार पाउन्, शान्ति पाउन्। अनि उहाँहरू हाम्रो दाजुभाइ हो भन्ने चाहिँ हाम्रो भावना हो। अनि उहाँहरूलाई हामी उहाँहरूको निम्ति प्रार्थना गर्छौँ र त्यो ठाउँमा परमेश्वरले काम गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। यो कुरालाई चाहिँ हरेक तह तब्काबाट प्रार्थना गरिदिनु पर्ने काम छ। उहाँहरूले जे गर्नुभयो त्यसको प्रतिरोधमा चाहिँ हामीले गर्ने काम चाहिँ छैन, होइन। क्षमा दिने काम छ, मेलमिलाप गर्ने काम छ, सेवामा अगाडि बढ्ने काम छ। किनभने त्यहाँ सबैजना शत्रु छैन, सबैजना विरोधी छैन। त्यहाँ पनि हामीलाई प्रेम गर्ने, माया गर्ने मानिसहरू छ। र म यही प्रार्थना आह्वान गर्न चाहन्छु कि विशेष गरी यो तराई क्षेत्रमा मैथिलीहरूको बिचमा परमेश्वर काम गर्दै हुनुहुन्छ। जतिजना सुन्दै हुनुहुन्छ प्रार्थना गरिदिनुहोस्। ती समुदायहरूप्रति सुसमाचार, चेलापन, मण्डली स्थापनाको मेरो ठुलो दर्शन बोध छ, मेरो हृदयमा जलिरहेको छ। प्रार्थना गरिरहेको छु, जति सक्छु त्यति गरिरहेको छु। तपाईँहरूको साथ सहयोग र हातको साथ चाहिएको छ भन्ने म प्रार्थनाको अनुरोध गर्दछु। धन्यवाद। तपाईँका यी योजना र जीवनयात्राको योजनाहरूमा पक्कै पनि परमेश्वरको साथ सहयोग रहने नै छ। हाम्रो प्रार्थना र कामना यही छ। पक्कै पनि दर्शकबिन जीवन यात्रा हो। हामी जीवन यात्रा अन्तर्गत हामीहरू छौँ। उहाँको भोगाइहरू धेरै लामो छ। उहाँको भोगाइबाट हामीले सिकेका कुराहरू पक्कै पनि तपाईँले यो फुल यो युट्युब भिडियोलाई हेर्नुभएपछि अवश्य पनि तपाईँले थाहा पाउनुहुनेछ। आगामी दिनहरूमा पनि हामीहरू यस्तै यात्राका कुराहरू हामी बढी परिचर्चाका साथ उपस्थित हुनेछौँ। आजलाई भने जीवन यात्राबाट अतिथि र म बिदा हुनभन्दा अगाडि जाँदै तपाईँको केही शब्द छ हाम्रा सम्पूर्ण जसले जीवन यात्रा युट्युब च्यानल मार्फत तपाईँ हामीलाई हेरिरहनु भएको छ, तपाईँलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँहरूको लागि जाँदा केही सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु कि यो जीवन यात्राको क्रममा चाहिँ हामीले परमेश्वरबाट पाएको कुराहरू, अनुभवको कुराहरू चाहिँ हामीले बाँड्ने मौका पाएको छौँ। र यसको लागि चाहिँ हाम्रो जुन यहाँ हाम्रो सर रमेश सर हुनुहुन्छ अनि उहाँको सहकर्मी हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यो जीवन यात्रा युट्युब च्यानललाई तपाईँहरूले हेरिदिनुहोस्, माया गरिदिनुहोस् र यसभित्रबाट चाहिँ हामी अझै परमेश्वरलाई महिमा दिने कामहरू चाहिँ विश्वासयोग भएर गर्न सकौँ। धन्यवाद। आज्ञा दिनुहोस्। जय मसीह। जय मसीह।